नमस्ते दर्शकवृन्द, म इन्द्र गोलान। आज हामी जाँदैछौँ चन्द्रगिरी हिल्स, काठमाडौँ। हाम्रो यात्रा सुरु भयो कोटेश्वरबाट। कोटेश्वरबाट हामी बानेश्वर, कालीमाटी हुँदै हामी कलङ्की जानेछौँ। कलङ्की चोकबाट अगाडि खानपुरको बाटो हुँदै अगाडि जानेछौँ। हामी अहिले बानेश्वर चोकबाट अगाडि आइसक्यौँ। अहिले चाहिँ सामान्य ट्राफिक जाम भइरहेको छ। कालीमाटीबाट अगाडि आइसक्यो। अब कलङ्की नजिकै आइपुगेका छौँ हामी। यो कलङ्की चोकबाट हामी सिधै अगाडि थानकोटतर्फ जाँदैछौँ। अलि अगाडि आइसकेपछि यो ठाउँमा आइपुगिन्छ। यहाँबाट हामी देब्रेतर्फ लाग्नुपर्छ चन्द्रगिरीको लागि। हामी देब्रेतर्फ यहाँबाट आयौँ। बाटो राम्रो छ, यता पनि पिच गरिएको बाटो छ। यस ठाउँबाट पनि दाहिने जाने पर्यो, दाहिनेतर्फ। अब हामी चन्द्रगिरीको बेस स्टेसन नजिक आइपुग्यो। चन्द्रगिरीको बेस स्टेसन मुख्य गेट, यहाँबाट भित्र जाँदैछ हामी। अलि अगाडि दाहिनेपट्टि पार्किङ छ, हामी पार्किङमा जाँदैछौँ। यहाँबाट दाहिनेतर्फ। यहाँनिर पार्किङ हो, बाइक पार्किङ गऱ्यौँ हामीले र यता आयौँ। अब हामी सिधा अगाडि काउन्टरमा, टिकट काउन्टरमा जान्छौँ। टिकटको लागि आज अलिक सुनसान जस्तै छ। अलिकति समय पनि हामी अबेर आइयो, त्यही भएर पनि हो या अरू कुनै कारणले हो। अलिक खुल्ला छ आज, मान्छे कम्ती छ। मौसम पनि अलिक राम्रो सफा भएको छैन। अब टिकटको लागि जाँदैछु। तपाईँको एक 1 पर्सनको 2 वे जानु आउनु चाहिँ 825। हामी चाहिँ 2 जना छौँ,
हाम्रो चाहिँ 1650 चट्टै पर्छ। टिकट भयो। टिकट चेकिङको लागि इन्ट्रान्समा आइसकेको छ। अब भने हामी यो टिकट चेकिङ सकेपछि केबल कार चढ्दैछौँ। माथि आइसक्यो, चेकिङ भइसक्यो हाम्रो। अब ल अब चढियो। एकदम खुल्ला खुल्ला छ। एउटा डब्बामा हामी 2 जना मात्रै रह्यौँ। हाम्रो यात्रा सुरु भयो। यो केबल कारको लम्बाइ 2.5 किलोमिटर छ। यहाँ तल बेस स्टेसनबाट माथि टप स्टेसन पुग्नका निमित्त 9 देखि 12 मिनट समय लाग्ने गर्छ। ल हेर्नु यहाँनिर आज मृग कराइरहेछ यो जङ्गलमा। हो सुन्नुभयो? वाउ वाउ, चन्द्रगिरी हिल्सको जङ्गलमा। अहिले भने माथि हामी आइसकेको छौँ। अगाडि सेल्फी पोइन्ट, यहाँनिर फोटो भिडियो बनाउने ठाउँ। यहाँनिर टिकटकहरू पनि बनाइरहनु भएको छ। एकछिन हामीले पनि हेरौँ। र अगाडि बढ्दैछौँ। सफा मौसम भएको बेलामा यस ठाउँबाट धेरै मनोरम दृश्यहरू देख्न सकिन्छ। हिम श्रृङ्खला लगायत काठमाडौँ भ्याली पूर्ण रूपमा अवलोकन गर्न सकिन्छ। यदि तपाईँ पनि काठमाडौँ छेउछाउ हुनुहुन्छ अथवा काठमाडौँ आउँदै हुनुहुन्छ भने यस ठाउँ अवश्य एकपल्ट भ्रमण गर्नुहोला। यहाँनिर जिप लाइनिङ, 360, साइक्लिङ, हर्स राइडिङ लगायतका साहसिक कुराहरू पनि यहाँनिर गर्न पाइन्छ। मानिसहरू देश तथा विदेशबाट यस ठाउँमा धेरै नै आउने गर्छन्। यो देखिएको तालाहरू मानिसले यहाँ ल्याएर आफ्नो मनोका इच्छा पुरा होस् भनी चढाएको तालाहरू हुन्। ल हेर्नुहोस्, सबै तालाहरू डोरा अनि ताला ल्याएर यहाँ चढाएर मनको इच्छा पुरा हुने भन्ने मान्यता राखिएको छ। यहाँ अगाडि देखिएको चाहिँ भ्यू टावर हो, तर आज हामी भ्यू टावर जाँदैनौँ वेदर खराबको कारणले।
हुन्छ पुरा चिताएको कुरा। हेर्नुहोस् तालाहरू। हामी यहाँ पूजा सामग्री लिने तयारी गर्दैछौँ। यो चाहिँ भालेश्वर महादेव मन्दिर प्राङ्गणमा आइपुगिएको छ अहिले। यो मन्दिरमा विशेषता यो मन्दिर कसरी बनियो भन्ने कुराहरूमा चाहिँ भालेश्वर महादेव जुन सत्ययुगमा भगवान् शिवले सतीदेवीको लासलाई लिएर संसार हिँड्दै गर्दा यस ठाउँमा उनको भाल यानि निधार झरेकोले यस स्थानलाई भालेश्वर महादेव मन्दिरको नाममा स्थापना गरिएको थियो। यस मन्दिरको ठ्याक्कै पछाडिपट्टि त्यहाँनिर उत्पत्तिका शिला यानि पत्थरहरू जुन उत्पत्ति कालमै राखिएका थिए त्यो चाहिँ त्यहाँनिर छ, देख्न सकिन्छ। भने यो मन्दिर चाहिँ पछि बनाइएको हो र यसै ठाउँमा आएर पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेला यो डाँडामा बसी काठमाडौँ उपत्यका र अरू राज्य एकीकरण गर्ने मुख्य योजना बनाएका थिए र पछि त्यो योजना सफल पनि भएको थिए भन्ने। चन्द्रगिरीमा आएर यो चिसो मौसममा चाहिँ अब यसो नास्ता खाने विचार गरियो। चिया नास्ताको लागि चाहिँ यहाँ काउन्टरमा पहिला जाउने हो। यहाँ तपाईँको अनलाइन पे अथवा क्यास गरेर यहाँबाट टिकट लिएर त्यस पछाडि काउन्टरमा गएर अगाडि हामी बसेर खान सकिन्छ। त्यही भएर पहिला टिकट गर्नु होला। दर्शकवृन्द, तपाईँलाई भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया कमेन्ट मार्फत लेखिदिनु होला र यस्तै भिडियो हेर्नुको लागि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला र मन पर्यो भने सेयर पनि गरिदिनु होला। यति भन्दै आज हाम्रो यात्रा अन्तिम भयो। अब अर्को भिडियोमा भेट्ने नै छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद।